Hello and namaste. Again I am back with Raivinju vlog. आजबाट चाहिँ गोल्डन विक सुरु भयो हैन। हामी चाहिँ आज उमी होतारो भन्ने ठाउँमा घुम्न जान लागेको। Keep watching and stay tuned. अब चाहिँ हामी चिबा स्टेसन जाँदै छौं। अब एकछिनमा खाने। ना रमाइलो भइराछ। घुम्न जाने भन्नेबित्तिकै कस्तो मन दिल गार्डन हुन्छ क्या। मै आज हामी कता जान लागेको रे? स्याङ्जा ल हामी चाहिँ ट्रेनमा जाने हो चिबासम्म। अब त्यहाँ गएर साथी उसको बुढा अनि छोरीलाई भेटेर अनि सँगै उमी होतारोतिर जान्छौं। Please keep watching and stay tuned. See you guys. हामी चाहिँ चिबा स्टेसन आइसक्यौं। अब म चाहिँ मेरो साथीलाई यहाँ भेट्छौं। तर तिनीहरु कता छ? खै त यता छ कि ए यहाँ रहेछ। ए ल हाम्रो गाइज यहाँ भेट्नु भयो। ओ सेम्पु Oh, भेट्यो my best friend. Hello. So here we go with my husband and my bestie with her husband and छोरी. Yeah, कति क्यूट देखेको. Wow. के रे दिल्ली जाने प्लान थियो हैन। अब अहिले यति धेरै मान्छे सबको बिदा छ नि त। धेरै मान्छे हुन्छ भनेर हाम्रो प्लान चेन्ज भएर आज हामी उमी होतारो जान्छौँ। उमी होतारोमा चाहिँ के छ त्यस्तो जान लागेको? उमी होतारोमा त्यस्तो के छ जान लागेको? छैन यति हाम्रो अब त्यो फोटो टिकटक भिडियो ल अनि सर हाम्रो सरले नि के भनिदिनु पर्यो हिरो भएर? अब मेरो बुढा त यहाँ ह्यान्डसम भइहाल्यो। चिबाबाट चढ्ने ट्रेन आइपुग्यो। अब हामी यहाँबाट चाहिँ किसाराजु भन्ने ठाउँमा जान्छौँ। अनि त्यहाँदेखि चाहिँ फेरि बस चढेर हामी चाहिँ जान्छौँ। हामी चाहिँ उमी होतारो आइपुग्यो हैन। सी साइड आइसक्यो हामी। सी साइड आमामा हावा कस्तो चले ह। वेलकम टु उमी होतारो। ल यही हो ल भाइरल रोड यही हो ल। सेम्पा त रुई पो रहेछ त। उमी होतारो आएको मान्छे त किन रुएको? बाबा र छोरीको डिस्कस परेर रुवाबासी चलेछ यहाँ। रुन्ची खाली रुएर बस्ने। बाहिर हिँड्ने कि रुने? हाम्रो टोली चाहिँ यहाँ उमी होतारोमा हिँड्दै हुनुहुन्छ। अब के गर्नु त नि? घुम्न आएपछि त एउटा दुईटा सामान हुन्छ बोकेर हिँड्नुपर्छ। सधैँ एउटा ठल्लिङ्ग परेको ब्याग मात्रै बोकेर हुन्छ नि? पर्छ। अब के गर्नु गाउँतिर बस्न गइयो अनि अब ठुलो झोला बोकेर हिँड्नु पर्यो। गाह्रो छ नि मलाई। हावा चाहिँ एकदम चलेछ के। यो भित्र चाहिँ रेस्टुरेन्ट हो। सबैजना खाइरहेछन्। के हो हामी आयौँ। हामी एकछिन ड्रेस आयौँ। अहिले कस्तो भयो? अहिले हाम्रो अनिल सरको ड्रेसअप पनि चेन्ज भइसक्यो। अघि मुड अफ थियो त्यो सबै मुड अफ फालेर आयो। यहाँबाट डाइरेक्ट कावासाकी स्टेसन जान्छौँ। अनि त्यहाँबाट चाहिँ हामी फेरि योकोहामा जान्छौँ। अनि त्यहाँ पुगेपछि चाहिँ हामी आज फेरि बहिनी अनि ज्वाइँलाई भेटेर फेरि फोटो खिच्छौँ, भ्लग बनाउँछौँ।
अनि योकोहामा पनि अवश्य घुम्नेछौँ। प्लिज डु सब्सक्राइब प्लिज। कावासाकीबाट योकोहामा जाँदैछौँ बहिनी ज्वाइँलाई भेट्न अनि घुम्ने। योकोहामाको साकुरा गिचो आइपुग्यौँ। अब यहाँबाट चाहिँ बहिनी ज्वाइँलाई भेट्ने योजना छ। अब कतिखेर आउनुहुन्छ अनि पछि आओ काटकेटी हो। कति वर्षमा आयो? 5 वर्षमा आयो। 5 वर्षमा है त नि। हाम्रो फ्यामिलीलाई देखा न नि। तिम्रो फ्यामिली हराउँछस् अनि के गर्नु? वेलकम छ बिजुको घरमा। हाम्रो गाइजहरू अगाडि म पछाडि यिनीहरूलाई देखाउँदै हिँड्ने। आयो है योकोहामाको बजार। सेम्पा तिमीलाई रोटेपिङ चढ्नु मन लाग्यो? किन? यहाँ छ रोटेपिङ। Just looking like a wow. ल हामी चाहिँ कुर्दा बल्ल बहिनी चाहिँ आइपुग्नु भयो। ल हामी त यहाँ यसरी कुर्दा बल्ल बहिनी चाहिँ आइपुग्नु भयो। नमस्ते। होइन ठिकै छ। आमा कति लुरी हुनुभएको। सन्चै हुनुहुन्छ? के स्लिम हुनुभएको के झन्? के मोटाएको नि हो त। यहाँ भ्लग रेडी हुँदैछ। युट्युबमा फेरि जाने हो कि? खिच्यो तब व्यस्त थिइस् त नि। ल अब कता जान्छ? अब हजुरहरू आउनुहुन्छ भने हामी उता गएकै छैनौँ। जाऊँ। ए उता मैले यहाँबाट मान्छे देखेर अनि किन खन्न सिम्पाले कति गोरो रे। मलाई हेरेको भने चिनेन सेम्पाले। ल अब उता पारीतिर जाऊँ। ओ माया त अघिदेखि रिसाएको अहिले बहिनी आउनु भएपछि त खुसी हुनुभएको हेर्नु। हजुर गोरो रहेछ। दाँत बनाएर आएको के बनाएर आइसक्यो। अल्गी भइसक्यो सेम्पा त अहिले। बहिनी होइन। ल जाऊँ अब उता। मेरो सानो क्यामेरामा देखिएन क्या हो। खोइ त थुप्रै भयो त। एकचोटि घुमेर आउने हो। ल मिठो गफ सुरु गर्नु। मिठो गफ सुरु गर्नु। मिठो गफ गर्नु। सबै म्युजिक हाल्ने त होला नि मेरो भ्लगमा। यहीँको भ्यू राम्रो आउँछ होला नि है। दामी छ भ्यू। आमा छोरीको उकालो चढ्यौ। उकालो रमाइलो लागेछ अरे। नेपालमा कि जापानमा? यहाँ फेरि 7 महिनाको लागि पठाइदिन्छ होला तिमीलाई। तिम्रो 7 महिनाको भिजा मात्रै छ है यहाँ। अब चाहिँ हामी सनसेटको भ्यू हेर्न आएको। युट्युबमा हाल्न त नि
बिएस भ्लग वेलकम वेलकम ब्याक मैले सोचेको वाला यो होइन आन्टीले हो मैले हो मैले बिएस भनेको हो ल खै त ओच्या थ्याङ्क यू कौन कौन सा नहीं थे खोकिन खै त सेन्पा पिज्जा लियो उसले त पिज्जा भनेपछि फेरि अहिले भर्खरै तपाईँको मोबाइल दिनु खै मलाई पनि बिर्को नलाउनु न बिर्को खोल्नु एकछिन मेरो हातमा उ छ क्या छिटो गरिदिनु माथि माथि छ कि माथि ठाउँमा त्यहाँ कपडा मैले सबै भ्याएँ त खाऊ खाऊ उतै फाल्ने बोतल छिटो खाऊ यति खाइदिनु त यति खाइदिनु न सबैलाई तिर्खा लगाएर हेर प्यासीहरू अघि पानी पम्पमा टाउको बिसाउने खाना होइन पैसा नभएर क्या किन्थ्यो यो फेरिमा दियो क्या घाम आउन लाग्यो त अस्ताउन लाग्यो त तब मास्तिर कता यता मासतिर तलतिर भने माथि गरे माथि राम्रो आउँछ नि जाउँ न त ओ माथि काम जाउँ कस्तो राम्रो देखेको अब सबैजना यहाँ चाहिँ नाइट भ्यू हेर्नलाई सबैजना यहीँ बसेर यही हो हाम्रो ग्याङ अट्ने यही ठाउँ हो यहाँ बसेर नाइट भ्यू हेर्न कस्तो लागिरहेको नाइट भ्यूमा अन्त्य त अन्तरै छ मायाको एन्सर होइन भन्न देऊ न पहिला बत्ती गरेर उज्यालो उज्यालो जस्तो लागेको छ अनि चिसो हावा चलेछ हल्का हावा चल्ने होइन यता नानुले कस्तो लागेको छ एकदम रमाइलो राम्रो खुसी आज माथि टाढादेखिबाट आउनुभयो अब नआउनु कि अब नआउनु अनि यता जय साहबले कस्तो लाग्यो त अब छुट्टी नै मन लागेन ल गाइस हाम्रो चाहिँ अब योको हामा टुर पनि इन्ड हुनु लाग्दैछ ल सबैजना अब फर्किँदैछौँ आफ्नो आफ्नो घर अर्को भ्लगमा भेटौँला अब हाम्रो छिट्टै अर्को भ्लग पनि आउँदैछ होइन अर्को भ्लग आउँदैछ होइन आज त मेरो भ्लगमै थिइनस् कता गइस् कता त्यो गइस् चाहिँ होइन अहिले उसै राखौँ हामी अहिले नभनौँ है ल आज चाहिँ हामी अब सक्यो घुमेर अब चाहिँ हामी घर लाग्छौँ ल हेर्दै गर्नु होला अनि लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला अनि प्लिज डु सब्सक्राइब ओके